चाहिँ त्यही जाइ खाएर जग्गा किने घर बनाएँ त्यसपछि मैले छोरा बिहे गरेँ छोरा पढाएर छोराको बिहे गरेँ अनि त्यसपछि गाडी किनेँ त्यो दिनको बारेमा चाहिँ अब आतङ्ककारी आए त्यसपछि अब ढुङ्गामुढा गर्न थाले अनि हामीले यसो साइडमा बसेर ज्यान त जोगाउनु पर्यो अनि साइडमा लाग्दाखेरि उनीहरू सबै बसेर सब फलफुल त्यो बियरका बोतलहरू वाइन सबै लिएर गए आइसिङको फ्रिज सबै लिएर गए त्यसपछि अब लो भएन भनेर हामी सबैजना साथी टिम मिलेर सबैजना यता चाहिँ सबै मिलेर आयौँ त्यसपछि सबैजना अरू भित्रबाट लखेट्ने अहिले चाहिँ बाहिरबाट ड्याङ लाठीले हान्ने मलाई डर लागेन धन्यवाद